हेलो साथीहरू, दर्शन नमस्ते। सात समुद्र पारीबाट म चाहिँ सिधै खाडीबाट जान्न भन्दा भन्दै फ्याट्टै भिस्सा झऱ्यो। नआउनु आइसकेपछि 2 वर्ष त बिताउनै पर्यो। भाग्यको लेखा भगवान्ले के गर्यो। सबै साथीहरूले नयाँ गाडी चलाए, मेरो भागमा यही पुरानो गाडी पर्यो होइन। अब यस्तै छ साथीहरू होइन, परदेशी जिन्दगी। गर्मी छ अब होइन, नेपालतिर पनि गर्मी होला। सबै साथीहरू आफ्नो ख्याल गर्नु होला। गाडी पुरानो भए पनि गाडी चाहिँ एकदम कन्डिसनको छ है साथीहरू होइन। अब गाडीलाई चाहिँ आज यसो मेन्टेनेन्स गरौँ होइन, अब हल्का यसो सर्भिसिङ गरौँ भनेर म चाहिँ ग्यारेजतिर छु साथीहरू होइन। र ठिक छ, अब नेपालतिर बस्ने साथीहरूलाई पनि धेरै धेरै माया। नभए यतै परदेशतिर आउनु होला, यतै भेटौँला। माया नमार्नु होला होइन। सबैजनालाई धेरै धेरै सम्झना छ। अब कामको विशेषले सम्झिन भ्याएन भने बिर्स्यो भनेर नगर्नु होला। सबैलाई धेरै धेरै माया। धेरै ज्यादा हुनु ट्राफिक त हुँदैन तर अब यो होइन 50 स्पिडको हाल्ने पनि 70 स्पिड 50 स्पिड हाल्ने पनि के गर्ने सकियाहरू यस्तै छ होइन। गाह्रो छ साथीहरू होइन। भिडियो बनाउँदैछु बसको बाटो है। अब लाइक पनि सेयर गरिदिनु होला होइन। के गर्ने साथी, परदेशी जिन्दगी यस्तै छ। परदेशमा यस्तै हो। हामी चाहिँ बस मान्छौँ। हामी एकटी बस भक्कल साथीहरू लगभग हाम्रो फिटेको मान्छे छौँ है। यहाँ लुकेर बसिरहेको खान्छ यस्तै हो साथीहरू। के गर्नु गाह्रो छ।